कस्तो लाग्यो त भन्नुहोस् त। एकदमै दामी लाग्यो दाइ। हो? हजुर तपाईँ रुनुभयो कि नै? म भन्दा नि जोस रुन चाहिँ मन लाग्यो। केले छोयो तपाईँलाई भन्नुहोस् त यहाँ? यो देशप्रेमी मुभी पनि हो, आमालाई पनि एकदम माया गर्नुपर्छ भन्ने देखाएको भएर जननी मातालाई र धरती मातालाई दुवै मातालाई त्यत्तिकै माया बढायो। हजुर धेरै धन्यवाद। राम्रो छ। बाबुलाई नि मन पर्यो? ल थ्याङ्क यू। दिदी तपाईँलाई कतिको मन पर्यो? एकदमै रुनुभयो कि नै? रुन त रोयो अलिअलि। के कुराले रुनुभयो भन्नुहोस् त? त्यहाँ कस्तो मनै खाने अन्तिम आमाको पार्ट चाहिँ एकदमै। तपाईँ यस्तै आमा बन्नुभयो कि संसारका जसले हेऱ्यो उही रुनी? तपाईँ के छ यस्तो जादु भन्नुहोस् त? उहाँसँग फोटो लिइहाल्यो। ल आनन्द हुन्छ आमालाई देखाउँ। हामी दाइ हिँड्दै गफ गरौँ। रिचाजी, जुन तपाईँले चलचित्र खेल्नुहुन्छ, तपाईँ नायिका हुँदै अहिले आमा बन्नुभयो होइन? त्यस्तो आमा बनिदिनु भयो, सबैलाई धरधरी रुवाएर माया नगर्ने छोराछोरीले पनि आमाप्रति मायाको भाव पलाउने एउटा खालको र राष्ट्रभक्ति भाव पलाउने, के भन्नुहुन्छ? अब हेर्नुहोस् यस्तो हो, यो जुन माया छ त्यो रिचा शर्मालाई भन्दा पनि बलिदानको भवानी देवी क्यारेक्टर जो आमा हुनुहुन्छ, जो आमाले आफ्नो छोरा बाहेक अरू केही देख्दिनन्, त्यो छोरा नै उनको संसार हो, त्यसलाई दिनुभएको माया हो दर्शकहरूले है। अब त्यो कारणले गर्दाखेरि म असाध्यै म नमन गर्छु र कृतज्ञ छु दर्शकहरूप्रति। सिनेमा हलसम्म आएर हाम्रो सिनेमा हेरेर यति धेरै हामीलाई पोजिटिभ फिडब्याक दिनुभएको छ। मलाई पर्सनली यति धेरै मेसेज आएको छ, यति धेरै मेसेज आएको छ, सायदै कुनै सिनेमामा मलाई आएको थियो होला, त्यति धेरै मेसेज आएको छ। तपाईँको काम मन पर्यो वा सुधार गर्नुपर्ने यो ठाउँ देखियो भनेर। सो एकदमै खुसी लागेको छ। आफूले गरेको कामबाट यस्तो अडियन्सको प्रतिक्रिया आउनु भनेको कलाकारको लागि अवार्ड रिवार्ड सबै यही हो दाइ। यसको मतलब रिचा शर्मा बलिदान की आमा हुन् रिचा शर्मा, भवानी देवीले चिनिन्छन् घर घरमा भने भयो होइन? एकदम। अनि हजुर हेर्नुहोस् त, उहाँका बुढाबुढीले तपाईँसँग आमासँग फोटो खिच्दै हुनुहुन्छ। ल हेर्नुहोस् त, उहाँले आमाको माया थपियो भन्नुभएको छ। अघि भनिसक्नु भयो, आमाको र सासुआमाको प्लस माया थपियो भन्नुभयो उहाँले होइन? एकदम मलाई भाइ भोलि सोध्नुहोस् है हजुरले, तपाईँलाई कस्तो लागिरहेको छ? मलाई राम्रो लागेको छ। धेरै धन्यवाद है, धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धन्यवाद, तपाईँहरूको टिमले यति राम्रो चलचित्र निर्माण। सन्तोष सेन होइन, बलिदानका निर्देशक सन्तोष सेन ठकुरी, बलिदानी फिल्म हेर्न आउनुहोस्।